ल साथी आउँ बस्नु एकछिन गफ गर्नु। बस्नु अनि तपाईँले त अभरै पार्ने भने सोच्नु हो नि त्यो मुखको पट्टि कसो कसो गरेपछि हरिको तुरुमा पुरै यति गाह्रो भयो। अप्ठ्यारो पऱ्यो नि। दुईजना उस्तै भाग्दाखेरि हेरौँ न त्यस्तो हुँदो भन्दा राखेको नि। तपाईँको अब चासो आमा र यसो गर्नु ती बहिनीले त पुच्छर लिएर खेले नि हो। जागिरबाट 2-4 दिनको लागि छुट्टीमा आउँदैछौँ कि उफ्रेर उस्तैछौँ अभर पर्छ कुद्ने हुँदाखेरि गाह्रो हुन्छ। बाख्राको खोरमा तपाईँ त्यो हेर नि सस्तो मान्छे कोठी बनाउनु कोठी लगाएको छ कालो ठुलो कोठी सड्के अलिकति फरक पर्छ क्या फरक पर्छ। ल हुन्छ त्यसो गर्नु मैले त्यो ल्याएको छु तपाईँले भने जस्तै कोठी बनाएर ल्याएको छु। कोठी छ हो ठिक छ यो कोठी हो। अब चाहिँ कोठी पनि ठुलो छ घरको कालो छ हुन्छ। ल यसरी हेर्नु न। अब सतर्क भएर बस्नु कालो कोठी अब त भयो। ठिक छ भोलि जाफा धर्नु ल ल साथी। अब एकछिन कविता सुनौ ल। ठिक छ। कविताको शीर्षक छ कसलाई के दुःख। नेता भए देशलाई के दुःख, फेटा भए केशलाई के दुःख, हुन्छ सुनौ न। भत्ता भए तालिमको के दुःख, सत्ता भए जालिमको के दुःख, वाह वाह। डाक्टर भए रुपियाँको के दुःख, पार्टनर भए रुपियाँको के दुःख, कला भए कृतिको के दुःख, बहुत सुन्दर। गला भए पिरतीको के दुःख, केटा भए केटीलाई के दुःख, जेठा भए खेतीलाई के दुःख, लुच्चा भए छुच्चाको के दुःख, खुट्टा भए जुत्ताको के दुःख, वाह 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 वाह। नोकर भए थालुलाई के दुःख, ठोकर लागे आलुको के दुःख, भयङ्कर राम्रो। रित पुगे स्वीकृतिमा के दुःख, गीत सुने पिरतीको के दुःख, पैसा भए ऐशोको के दुःख, वैंश चढे क्लेशको के दुःख, वाह वाह। पानी परे बाढीको के दुःख, रानी बने साडीको के दुःख, हावा चले गन्धको के दुःख, प्याला पिए बन्दको के दुःख, वाह वाह वाह। धेरै राम्रो छ धेरै राम्रो छ। गुरुजीलाई स्वस्तिको के दुःख, ठिक छ। दादाजीलाई मस्तीको के एकचोटि दुःख। लु प्रहार दिनुभयो। अब तपाईँसँग पनि केही छन् भने ल श्रीमती पनि आउँदैछिन् जागिरबाट। आइपुग्यो आइपुग्यो नि गाडीले माथि नै उतारेर अटो सिटी पनि भेटिनँ। हात दुखेर मरे समाइदिनु न। उहाँ चाहिँ को हुनुहुन्छ नि? उहाँ साथी मधेसबाट पाहाड यसो घुम्नलाई आउनु भएको। एक दिन बसेर भोलि जानु। ल जो बहिनी के गर्दै हुनुहुन्छ? कहाँ हुनुहुन्छ हौ? घर आउनुभयो अरे भनेको सुनेर आए कि कसरी खान? के कसरी ल्याउनु भयो? सङ्क्रान्तिको चिने पनि पर्छ। जस्तै छौँ हामी। टाँसेको कस्तो छ भएको छैन। यसले गर्दाखेरि अलिकति फरक परेको छु। ल यो पर्दा अब आजलाई
भान्सामा के परिकारहरू पाक्दैछ। पकौडा बनाएको ल ल मिठो बनाऊ। हुन्छ अब खाना पाक्दैछ अब खाना खाएर ल है म आएर राख्ने घरतिर जाने तपाईँ अझै निकै दिन जाने भन्नुहुन्छ घुमेको हरियो राम्रै भएछ त खाजा आजको सिनेको रहेछ चना कहिले बनाएको कहिले बनाएको मैले हजुरको र उहाँको त भेष त उस्तै लाग्ने तर कोठीले गर्दा अलिकति छुट्याउन सकिने क्या के हुन्न उहाँको यस्तोमा कोठी छ झन्डै हेर्दा एकजना मान्छे उस्तै त्यस्तै हो, लाग्छ म त झुक्किन्छु जम्ल्या त हुन्छ कतै भन्नु जस्तो अब जम्ल्या भए त मैले पहिलेदेखि जान्नुपर्ने यतिकै वर्षमा नदेखेको ल अब खाएर घुम्न जाउँ न। होइन दुनियाँमा 5 जनाको अनुहार मिल्छ भन्दै उहाँ एकजना पर्नु भयो जस्तो छ। हजुरसँग भेष मिल्नेमा ए जानै हुनु पो के छ अब दुईजना नि त्यो खोलेको त्यो यस्तोको एउटा मान्छे दुईजनादेखि कसरी यस्तो भिडियो हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार।